लोकतन्त्र श्री 5 ज्ञानेन्द्रका लागि आउँछ कि आउँदैन? मेरो प्रश्नको उत्तर दिनका लागि म पीएम बालेन, लोकतन्त्रका निर्वाचित तानाशाह बालेन शाहलाई म आग्रह गरिराखेको छु, म सोधिराखेको छु। यो देशको कुरा हो, देशले एउटा अभिभावक खोजिराखेको छ। यो देशमा सुशासन दिनका लागि, यो देशमा भ्रष्टाचार रोक्नका लागि र यो देशको समृद्धि र विकासको आरम्भ गर्नका लागि यदि राष्ट्रपतिज्यू बाधक बन्नुहुन्छ, यदि संविधान बाधक बन्ने कुरा हुन्छ भने त्यो पनि फाल्ने आँट र दुस्साहस गर्नका लागि मैले बालेन शाहलाई तानाशाह बन्न भनेर भनिराख्यो। मैले बारम्बार भन्ने गरेको छु, हेर्नुहोस्, राष्ट्रपति दलपति भए तपाईहरुले देख्नु भएको छ। म नाम लिन चाहन्न, अघिल्लो राष्ट्रपतिज्यू भर्खरै दलमा गएर भर्ना आउनुभयो, पछिल्लो त्यसपछिको उपराष्ट्रपतिज्यू अर्को दलमा गएर भर्ना आउनुभयो। मलाई लाग्छ यस पालिका राष्ट्रपतिज्यू पनि फेरि दलमा गएर भर्ना हुनेछ भन्ने मैले त्यो देखिराखेको छु। त्यसकारण मैले सम्मानपूर्वक अहिलेका राष्ट्रपतिज्यूलाई के भनिराखेको छु भने यो देशमा सुशासन दिनका लागि, यो देशमा भ्रष्टाचार रोक्नका लागि र यो देशको समृद्धि र विकासको आरम्भ गर्नका लागि यदि राष्ट्रपतिज्यू बाधक बन्नुहुन्छ, यदि संविधान बाधक बन्ने कुरा हुन्छ भने त्यो पनि फाल्ने आँट र दुस्साहस गर्नका लागि मैले बालेन शाहलाई तानाशाह बन्न भनेर भनिराख्यो। मैले तानाशाह बन्न भन्दाखेरि मैले बालेन शाहलाई हिटलरको नयाँ रूपमा खोजेको होइन। मैले यो देशको भविष्य खोजेको हो र भुइँ मान्छेहरू जसको गोजीमा पैसा छैन तिनले हस्पिटलमा उपचार पाउनुपर्छ, गोजीमा पैसा नहुनेले पनि यो देशमा पढ्न पाउनुपर्छ। र उहाँले एउटा आरम्भ गर्नुभयो। अहिले सुकुम्बासीका कुराहरू अघि उठे। सुकुम्बासी शब्द कसले कोर्यो, कसले इतिहास बनायो, त्यसको हामी समीक्षा गरौँला। म लामो टिप्पणीमा जाँदिनँ, तर 36 वर्ष यो देशमा सुकुम्बासी बनाएर राख्दा सत्ता कसको थियो? म त्यो प्रश्न गर्नका लागि तपाईहरुलाई आग्रह गर्छु। यो सरकारले कम्तीमा त्यो आँकडा बनाउँदैछ, यो सरकारले कम्तीमा सुकुम्बासीलाई यो देशवासी बनाउँदैछ। त्यसका लागि हामीले यो सरकारलाई के सहयोग गर्नुपर्छ? अहिले त्यसको आँकडा लिनका लागि स्थानीय निकाय सक्रिय हुनुपर्छ र सुकुम्बासीको बसोबास र त्यसको व्यवस्थापनमा केही कठिनाइहरू भइरहेका छन्, केही कमजोरीहरू भइरहेका छन्। हामी त्यसबाट निरपक्ष रहन सक्दैनौँ। त्यसकारण हामी सरकारलाई आग्रह गर्छौँ, त्यसमा सरकारले के माध्यमबाट हो त्यसमा पनि सम्बोधन गर्नुपर्छ र कुशलतापूर्वक सुकुम्बासीहरूलाई यो देशको देशवासी बनाउने दिशामा यो सरकार अगाडि बढोस्। म त्यो पनि शुभकामना दिन्छु। बालेन शाहलाई लोकतन्त्रको रक्षकको रूपमा एउटा तानाशाह बन्न अपिल गरिराखेको छु। तर त्यो तानाशाहले यहाँका भुइँ मान्छेहरूको लागि आवाज उठाउँछ कि उठाउँदैन, हेर्नु त्यो छ। उहाँले भन्नुभएको थियो गोजीमा पैसा नभएको मान्छेले स्कुल पढ्न पाउनुपर्छ, गोजीमा पैसा नभएको मान्छेले हस्पिटलमा स्वास्थ्य उपचार पाउनुपर्छ भनेर। स्थिति त्यही छ। तर म हतारिएको छैन। यदि यो दुई कुरा भयो भने म उहाँलाई फेरि पनि म बालेन जिन्दाबाद भन्न तयार छु। उहाँ मेरो छोरो पुस्ताको पीएम हो। मैले भनेको छु, उहाँले यदि नेपाली जनतालाई सम्माननीय बनाउनु भयो भने अहिले भारतीय मिडियाको सबैभन्दा बढी चर्चामा रहेको, मोदी भन्दा पनि बढी चर्चामा रहेको बालेन शाह हाम्रो प्रधानमन्त्री हुन्छ। त्यसलाई हामीले गौरवको विषय मान्ने कि नमान्ने? विश्वका 100 प्रभावशाली नेतृत्वको सूचीमा हुनुहुन्छ बालेन शाह। त्यसलाई हामीले हाम्रो गौरवको विषय बनाउन सक्ने कि नसक्ने? प्रतिशोध भयो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेमाथि प्रतिशोध भयो। 40 लाख हामीले सँगै गएर हस्ताक्षर गर्यौं र आज न्यायालयले फेरि त्यो प्रतिशोध भएको साबित गरिदियो। म न्यायालयलाई सर्वोच्च रूपमा राख्न चाहन्छु। म लोकतन्त्रको हिमायती हुँ, तर निषेध भएका रवि लामिछाने, प्रतिशोधको शिकार भएका रवि लामिछानेले न्याय पाइराख्दाखेरि 2063 साल वैशाख 11 गते सात दलले राजासँग सम्झौता गरेको 5 उद्देश्य सम्झौताका कारण राजाको अधिकार जुन कुण्ठित भएको छ, राजा जुन अहिले सत्ता बाहिर गएका छन् तिनको बारेमा कसले बोल्छ? हामी निष्पक्ष कुरा गर्छौं। रविजीको निषेध भएका कारण यो लोकतन्त्रले रविजीलाई न्याय दिलायो भने यो